अब लगभग 4000-5000 को हाई अल्टिट्युडमा होटल व्यवसाय गर्नु चाहिँ धेरै नै गाह्रो कारण किन भन्दाखेरि अति नै चिसो ठाउँ हो हैन अब यहाँ पानी जमिन्छन् भनेको जस्तो एटेच बाथरुम गर्दाखेरि टोयलेटमा पानी नै जमिदिन्छन् अनि अब नन एटेच राख्नुपर्छन् अनि बाहिरबाट आउने पाहुनालाई नन एटेचमा अलिकति बाहिर जान अलिक गाह्रो हुन्छन् अनि अब सामानको हिसाबले गर्दाखेरि ट्रान्सपोर्टेसन हामी ताप्लेजुङदेखि गर्नुपर्छ पर केजी हामीले 180-200 रुपैयाँमा लाएर यहाँ बेच्नुपर्ने अवस्था हुन्छ अब होटल चलाइसकेपछि छैन भन्ने त कुनै पनि कुरा राख्नु भएन जस्तै भए पनि हुनु पर्यो देखाउनु पर्यो हामीले दिनु पर्यो अनि त्यही हिसाबले गर्दाखेरि होटल व्यवसाय गर्नुलाई चाहिँ अब सामान ट्रान्सपोर्टेसनको लागि चाहिँ अलिक गाह्रो हो अब यहाँ आइसक्यो भने चलाउनु त सजिलो नै हो मेरो नाम चाहिँ पेमा छिरिङ शेर्पा अहिले हाल म ताप्लेजुङ जिल्लाको फोक्ताङलुङ गाउँपालिका वडा नम्बर 6 स्थित खम्बचेनमा होटल व्यवसाय गरिरहेको छु मेरो घर चाहिँ घुन्सा हो विगत अब 12-13 वर्ष भयो हामी होटल व्यवसाय लाइनमा लाएर कञ्चनजङ्घा एरियामा टुरिस्ट प्रमोट गर्नको लागि अब हामीले यहाँ अहिले जस कञ्चनजङ्घा नर्थ बेस क्याम्प घुन्सा खम्बाचेन लोनाक पाङपामा बेस क्याम्प उता गरेर सेलेले साउथ उता चेराम रामचेर एरियामा चाहिँ अलिकति होटलको के कस्तो अलिकति कमी कमजोरी उता अलिकति कमी कमजोरी चाहिँ साउथतिर छ कि जस्तो लाग्छ अब यतातिर चाहिँ नर्मल हामीले चलाइरहेछौँ जस अब केही कमी कमजोरी होला यसको लागि अब क्षमा याचना गर्छौँ मेरो यहाँ 6 उता 4टा 10वटा रुम छ अहिलेको लागि अब फेरि पुनः टुरिस्ट राम्रै बढे फेरि बढाउने चाहना हो जस 10 जना चाहिँ 20 जनाको क्यापासिटी छ थोरैमा पनि अहिले सरकारसँग त ठुलो नै अपेक्षा छ हाम्रो जनताहरूको चाहिँ अब यो एरियामा विश्वको दोस्रो हिमाल तेस्रो हिमाल नेपालको दोस्रो हिमाल कञ्चनजङ्घा अब यहाँ चाहिँ अब सरकारले हेर्नुपर्ने कुरा त धेरै नै छ यहाँ बाटोघाटोको धेरै नै समस्या छ अब टेलिफोनको सेवा सुविधा छैन नेटको सेवा सुविधा छैन अब गाडी हामीले यहाँदेखि 2-3 दिन हिँडेर मात्र गाडी भेटिन्छन् गाडीबाट अलिक मासेर आइदियोस् अनि यो एरियामा टुरिस्ट पनि त्यही अनुसारले बढ्छन् अनि अलिक लगायत अब ट्रान्सपोर्टेसन पनि अलिक घट्छन् अनि मेन चाहिँ हामीलाई बाटो र अनि सञ्चारको सुविधा चाहिँ एकदम इम्पोर्टेन्ट छ यो एरियामा त्यसमा चाहिँ हामीले सरकारले चाहिँ त्यति ध्यान दिएको छैन त्यसमा चाहिँ सरकारको आँखा नजर जस कञ्चनजङ्घा एरियामा चाहिँ अलिकति पुगिदिए अझै यहाँको जनतालाई एकदम राम्रो फलिफाप हुन्छ जस्तो लागिरहेको